अ डे इन माई लाइफ। आज चाहिँ मेरो भोइस ओभरको तेस्रो दिन मिनी ब्लगको। म चाहिँ बिहान हतार गरेर कपाल सपाल कोरेर रेडी भएर होइन दमक जान हतार गरेर दमक जान लागेको थिएँ। मुसम्म पानी पर्ला जस्तै भएर घर अगाडि त रातभरिको पानी परेर पानी जमेको थियो। अनि बाटो पत्रीदेखि सेलफिटरसम्मको त सरर रहेछ। अनि दिदीलाई पनि भेटेको थिएँ गाडीमा जाँदा जाँदै उल्लाबारीदेखि दिदी चढ्नु भएको थियो। अनि फाइनली म दमक पुगेर त्यो साइडमा बुकेहरू राखेको रहेछ। यस्तो हेरेको कति मन पऱ्यो बुके। अनि म फार्मेसी पुगेँ, दबाई लिन गएको हो खासमा। अनि मेरो थाइरोइडको दबाई लिएर म हतार गरेर घर आएँ। घर आएर छिटो काम सकेर साथीहरू आएकी थिएँ मन्जु। अनि मन्जु र मन्जु म नानी भएर जाउँ न त खाजा खान भनेर दिउँसो खाजा खानातिर लाग्यो। अनि मेरो लुक्स देखिहाल्नुभयो, मेरो छोरोको लुक्स त्यस्तै छ। अनि ऊ पिज्जा र कफी खान्छु ल मामु भन्दै थियो। अनि फाइनली हाम्रो डेस्टिनेसन पुगेर मोमो अर्डर गऱ्यौँ, मोमो। अनि नानीले चाहिँ चिकन विङ्स खान्छु भनेर चिकन विङ्स खानतिर लाग्यो। चिकन विङ्स खाएको हेर्नु न कति मजाले खाँदैछ। उसलाई खानु लास्ट मन लागेको रहेछ। अनि गम पुरै मेरो छोरोले खाएको देखेर मक्ख म आफै पढ्दैछु। हजुरहरू चाहिँ कस्तो लाग्यो मेरो छोरोले खाएको। अनि एक दुईवटा बुनसँग पनि भेट भयो। अनि एक दुईवटा टिकटक बनाएँ। अब त सब टिकटकै मात्र छ। अनि आजको मेरो फिड चाहिँ केही हो। अनि आजको मेरो लुक्स कस्तो छ त। अनि आजको मेरो दिन यस्तै भएर टिकटक सिकटक बनाएर यस्तै गरेर बित्यो। अनि मैले भोइस ओभर गर्नै भ्याएको थिइनँ क्या। अनि आज चाहिँ अनि यो आमा छोराको पनि टिकटक बनाएको छु, तर मैले हाल्न पनि भ्याएको छुइनँ। बल्ल भोइस ओभर गर्न चाहिँ भ्याएँ टाइम मिलाएर। हतार गरेर खाना भर्खर पकाइसकेर आएर भोइस ओभर गर्दैछु। अनि आज यस्तै भयो, खानासाना पकाउन पनि ढिलो भयो। अनि टिकटकहरू बनाएँ, यस्तै हो। अनि टिकटक सिकटक बनाएँ। अनि हतार त्यस्तै हुँदो रहेछ। अनि आज सटरडे भनेको सटरडे लास्ट गर्मीले यस्तै भइरहेको छ। झापा मोरङको गर्मी यस्तै हो भन्नुपर्छ। अनि हजुरलाई आजको मेरो मिनी भ्लग कस्तो लाग्छ त हेरेर लाइक कमेन्ट गरिदिन चाहिँ नबिर्सिनु होला होइन। अनि मेरो मिनी भ्लग कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद फर वाचिङ माई भिडियो।